हेलो एभ्रिवान। आज चाहिँ मैले माछा बनाउनु लगाएको अनि माछाको लागि टमाटर खुर्सानी पिसेको खुर्सानी अलिकति हरियो प्याज धनियाँ अनि प्याज त्यहाँदेखि अदुवा लसुनको पेस्ट थियो अनि यता माछा थियो। माछामा चाहिँ मैले माथिबाट हर्दी अलिकति पेप्रिका अनि नुन अनि अमिलो अनि तेल हालेर यसलाई मजासँगले मिक्स गरेँ। मिक्स गरेपछि चाहिँ मैले यसलाई सेट हुनुको लागि आधी घन्टा जस्तो चाहिँ मैले छोपेर राखिदिएँ। छोपेर राखेपछि चाहिँ यता मैले फेरि कराईमा मैले तेल बसालेँ मजाले तातो हुने गरेर हेर्नु कस्तो मजाले तातेको थियो। अनि त्यहाँदेखि माथिबाट माछा हालेँ मजाले माछाले बिस्तारै एक एकवटा गरेर अनि फेरि मैले हिटलाई चाहिँ मिडियममा सारेँ है। अनि त्यहाँदेखि बिस्तारै गरेर मैले माछालाई पल्टाउँदै पकाएँ। अनि पाकेपछि चाहिँ एकपट्टि पाकेपछि चाहिँ फेरि मैले अर्कोपट्टि फर्काएँ। अनि फर्काएपछि चाहिँ बिस्तारैसँगले एक एकवटा गरेर नफुटाइकन फर्काएँ। मजाको भएको थियो माछा, मेरो चाहिँ फेभरेट हो माछा। अनि मजाले मैले पल्टाएपछि चाहिँ त्यहाँदेखि फेरि अर्कोपट्टि पाकेपछि चाहिँ फेरि बिस्तारै एक एकवटा गर्दै मैले निकालेँ। अनि निकालेर चाहिँ बाहिर राखेपछि चाहिँ यस्तो भएको थियो, हेर्न सक्नुहुन्छ। माछा यस्तो क्रिस्पी भएको थियो, तिनीहरू यतिकै खाँदा पनि मिठो हुने भएको थियो कि माछा त। अनि त्यहाँदेखि चाहिँ मैले फेरि माछा सबै निकालिसकेपछि चाहिँ फेरि कराईमा तेल बसालेँ। अनि तेल बसालेर चाहिँ मैले माथिबाट चाहिँ प्याज हालिदिएँ, प्याज अदुवा लसुनको पेस्ट हालेँ अनि एकछिन पकाएँ। यसलाई मजाले पाक्नुसम्म मजाले मतलब रोस्ट हुँदासम्म माथिबाट धनियाँको धुलो जिरा अनि हल्दी अनि पेप्रिका हालेँ। अनि टमाटर हाल्दा चाहिँ मैले सँगसँगै अघि पिसेको खोर्सानीको पेस्ट पनि टमाटरसँगै हालिदिएको थिएँ। अनि यसलाई चलाएर अनि मजासँगले पकाएँ। नुन पनि हालेको थिएँ। अनि त्यहाँदेखि सबै हालेर पकाएपछि चाहिँ यस्तो भएको थियो। त्यहाँदेखि माथिबाट चाहिँ मैले फेरि थोरै पानी हालेँ। अनि थोरै पानी हालेर चाहिँ यसलाई मैले छोप्दै पकाएको थिएँ। अनि छोप्दै पकाएको थिएँ। अनि हेर्दाखेरि चाहिँ अनि भरे लास्टमा सबै पाकेपछि चाहिँ यस्तो भएको थियो यो। त्यहाँदेखि मैले माथिबाट माछा हालेँ। अनि माछा हालेर अनि यसलाई निकै बेर भन्दा पनि मैले 5 मिनट जस्तो फेरि पकाएँ। अनि मजाले पाकेपछि चाहिँ यसलाई चाहिँ मेरो चाहिँ माछा फेभरेट हो। अनि तपाईँहरूले नि यस्तो जाडामा त चाहिँ नि माछा यसरी पकाएर खाँदा यस्तो मिठो हुन्छ कि तपाईँहरूले नि घरमा ट्राई गर्नु सक्नुहुन्छ है। अनि त्यहाँ पाकेपछि चाहिँ फेरि मैले माथिबाट हरियो धनियाँ हालेँ अनि प्याजको पत्ता हालेँ। अनि त्यहाँदेखि चाहिँ यस्तो देख्ने भएको थियो। अनि त्यो बलमा हालेर ठ्याक्कै सर्भ गरेँ। अनि यस्तो दामी भएको थियो। अनि यसलाई चाहिँ मैले राइससँग खाएँ। तपाईँहरूले जेसँग खाँदा पनि हुन्छ, मलाई चाहिँ राइससँग मिठो लाग्छ। तपाईँले यसरी बनाएर खान सक्नुहुन्छ। इन्जोय, थ्याङ्क यू।